अर्जेन्टिनाको झन्डा फरर यो हाम्रो घर। सो नमस्ते सबैमा। आज मेरो चाहिँ यो पहिलो भ्लग रहनेछ। आजको मेरो यात्रा चाहिँ इटलीदेखिको इटालीसम्म रहनेछ, इटालीको रोमसम्म। सो आज मेरो घर परिवार चाहिँ मलाई छोड्न गइरहनु भएको छ। यहाँ हुनुहुन्छ मेरो दिदी, मेरो मम्मी, ड्याडी, भाइ। ल यति भन्दै अब अरू बाटोमा भेटौँला हजुरहरूलाई। मलाई बाई बाई गर्न हाम्रो इबे दाई पनि आउनु भइरहेको छ यहाँ। ल अब मेरो गाडी पनि आइसकेको छ, यहाँनिर आउँदैछ। ल सबैलाई बाई बाई। यो चाहिँ रहेको छ हाम्रो तरारादेखिको इटली जाँदै गरेको ठाउँ हो यो। यो ठाउँ चाहिँ रहेको छ हाम्रो एकमात्र 7वटा नदी मिलेर बनेको ठाउँ सप्तकोशी। यो चाहिँ हामी खाजा खान ओर्लिने ठाउँ रहेको छ। यहाँ असली बाबाको भोजनालय। खाजा खाइसकेपछि फेरि हामी एकचोटि राति खाना खानको लागि यहाँ बस बिसाएको थियौँ यहाँ। र यो काठमाडौँ नजिकै हामी एकचोटि फेरि पनि बिहान चिया खानको लागि रोकेको थियो बसले, र यो त्यही ठाउँ रहेको छ। फेरि काठमाडौँ ठ्याक्क झरेर बसबाट झर्दाखेरि पानी परेर भिजाएर हो आमामामा। यो ठाउँ चाहिँ अस्ति भर्खरै सुकुम्बासी बस्ती हटाउनु भएको हाम्रो बालेन सरकारले, त्यही ठाउँ हो। र यो होटेल चाहिँ मजाले विदेश जाँदाखेरि आएर बस्ने होटेल हो। सम्म चाहिँ आइपुगेँ। पुरै पानी परिरहेको रहेछ यहाँ काठमाडौँमा चाहिँ, भिजेर हो। हेर्न सक्नुहुन्छ यहाँ पुरा पानी परिरहेको छ। असार 15 आजदेखि सुरु भएछ। सो अलराइट गाइज, म चाहिँ अब एयरपोर्टको लागि प्रस्थान हुनको लागि तयार भइरहेको छु। होटेलबाट अब निस्किने हो म। अब एकैचोटि एयरपोर्टमा भेटौँला हजुरहरूसँग। मेरो ब्याग चाहिँ भाइले ट्याक्सीभित्रसम्म लगिदिन्छु भनेर हालिदिने गरेको हो यो चाहिँ। ल अब ठिक्क म पनि फेरि अब पानी पर्दै भिज्दै एयरपोर्ट आइपुगेँ। र यो ठाउँ चाहिँ हाम्रो सबैजना नेपालीले एकचोटि जाने ठाउँ रहेको छ, यहाँभित्र छिर्ने। त्यतिकैमा भित्र यो चाहिँ अब यसो एयर इन्डियाको फ्लाइटको लागि वेटिङमा बसिरहेको थिएँ म। र यो रहेको छ बस, सटल बस, जो हामीलाई भित्र एयरपोर्टदेखिको प्लेनसम्म पुर्याउँछ। प्लेनभित्र पस्नुभन्दा अगाडि एउटा तस्बिर लिएको अवस्था। र यो चाहिँ अब जब नेपालदेखिको इन्डिया जाँदै थिएँ त्यो बेला हाम्रो नेपालमा देखेको हिमालयहरूको दृश्य रहेको छ। अनि यो बादलमाथि हाम्रो प्लेन, हेर्नुहोस् कस्तो राम्रो दृश्य देखिरहेको छ। त्यति टाढा कटेर पनि अझै हाम्रो देशको हिमालयहरू अझै देख्न छोडिएको छैन। यति राम्रो दृश्य त सायद कुनै पनि ठाउँमा देख्न सक्नुहुन्न होला तपाईँहरूले।
आमामा कति ठुलो ठुलो हिमालहरू छ हाम्रो देशमा। र यो चाहिँ रहेको छ म दिल्लीतिर ल्यान्ड गर्दै गरेको अवस्था। यो क्रिकेट स्टेडियम हजुरहरूले चिन्नुहुन्छ होला। र यो चाहिँ अवतरण गरेको। दस घन्टाको ट्रान्जिट पछाडि बल्ल बल्ल प्लेन देखेको अवस्था। यति खुसी भएको थिएँ म त्यो बेला। हजुरहरूलाई दोहा ल्यान्ड भएको त मैले देखाउनै सकिनँ छु, किनभने म सुतिहालेँ त्यो बेला, धेरै थाकेको थिएँ। र यो दोहाको हमदर्द इन्टरनेसनल एयरपोर्टको दृश्य रहेको छ, हेर्न सक्नुहुन्छ। यहाँनिर एउटा बियर, कति राम्रो छ यो एयरपोर्ट। यस वर्ल्डकै 5 स्टार लिएको रहेछ क्लिनलिनेसहरूमा। र यहाँ रहेको छ एउटा स्पोर्ट कार, जहाँ उहाँनिर सोकेसमा राखिरहनु भएको थियो। सो रातिको समयमा अर्को कतार एयरलाइन्स जाँदै गरेको अवस्था। यो चाहिँ प्लेनभित्रको दृश्य रहेको छ, जहाँ सिट पछाडि नै यस्तो राम्रो राम्रो टिभीहरू हेर्न पाइन्छ। यो चाहिँ अवतरण गरेको थियो इटालीको रोममा, किनभने म झ्यालको सिटमा थिइनँ। त्यही पनि मैले त्यहाँको त्यो मोनिटर अन गरेर हजुरहरूलाई यो ल्यान्ड गर्दै गरेको दृश्य देखाइरहेको छु। फाइनली इमिग्रेसन सकिएर आफ्नो लगेज लिन जाँदै गरेको थिएँ म यो बेला। इमिग्रेसनको लाइन पनि यति धेरै हुँदो रहेछ, झन्डै 1 घन्टै त्यहाँनिर पर्खिनु पर्यो। सो यो दृश्य रहेको छ रोमदेखिको सिभिते-भेकिया जाँदै गरेको, जहाँ मेरो जहाज रोकिरहेको थियो। सो यो ठाउँको नाम चाहिँ रहेको छ सिभिते-भेकिया, देख्न सक्नुहुनेछ यहाँ। सो फाइनली गाइज म चाहिँ यहाँ सिभिते-भेकियामा मेरो जहाज भाटामा आइपुगेको छु। 3 महिना पछाडि देख्दा एकदम खुसी भएको छु। सो गाइज सबैमा नमस्ते, मेरो नाम चाहिँ पुष्प शङ्कर हो। सो तपाईँहरूले मेरो भिडियो देखिहाल्नु होला, म कसरी चाहिँ इटाली रोमसम्मको प्लेनमा यात्रा गरेँ र रोमदेखिको यहाँ सिभिते-भेकियासम्म आइपुगेँ, जहाँ मेरो जहाज रहेको थियो। र अहिले चाहिँ म यहाँ जहाजमा रहेको छु। र अहिले हामी अर्कै ठाउँ जाँदैछौँ होइन, हाम्रो जहाज चाहिँ एकै ठाउँ रहँदैन। अब यस्तै भिडियोहरू म हालिरहने छु। यो मेरो पहिलो ब्लग रहेको थियो, त्यही भएर अब अलिक बोल्न पनि आउँदैन मलाई, अलिक सिक्दैछु। अब यसै गरी म नयाँ नयाँ भिडियोहरू, नयाँ नयाँ ठाउँको भिडियोहरू हाल्नेछु। र अहिलेको लागि यति नै भन्न चाहन्छु म। नमस्ते सबैलाई, धन्यवाद, बाई बाई।